मेरो हैसियत छैन के मेरो के एउटा मिडियाले चाहिँ मलाई अपराधी बनाएर चाहिँ अपराधी हुने हो भने तपाईको पार्टीमा तपाईको सभापति अहिले कहाँ हुनुहुन्छ के केसमा जानुभएको छ उस यो तपाईले भन्नुभएको छ यसको मेरो घोर आपत्ति छ मलाई फुल कमिटीले संयोजक तोकेको छ तपाईहरुले चाहिँ 22 देशबाट भन्नुहुन्छ भने त्यो एउटा गलत कुरा हो 22 देशको कुरा हैन तपाईले यो फिर्ता लिनुपर्छ ठीक छ हैन यसमा तपाईले यो फिर्ता लिनुपर्छ तपाईको योभन्दा अगाडि तपाईका नामहरू आइरहेका थिए विवादहरू भइरहेका थिए यो अनुसारले तपाईले यो चीजहरुमा चाहिँ अलिकति हेर्दिनु भएको तपाईको मिडियाले भनेकै भरमा मिडियाले सार्वजनिक गरेकै भरमा मैले कहाँ कुन निकायमा मेरो उस यो तपाईले भन्नुभएको छ यसको मेरो घोर आपत्ति छ तपाईले फिर्ता लिनुपर्छ भनेर मैले मेरो घोर आपत्ति छ यो किनभने तपाई पनि जनताबाट आएको माननीय हो म पनि जनताबाट आएको माननीय मेरो यो घोर आपत्ति छ मलाई फुल कमिटीले संयोजक तोकेको छ तपाईहरुले चाहिँ 22 देशबाट भन्नुहुन्छ भने त्यो एउटा गलत कुरा हो 22 देशको कुरा हैन हैन तपाईले यो फिर्ता लिनुपर्छ ठीक छ हैन यसमा तपाईले यो फिर्ता लिनुपर्छ तपाईले राम्रो काम गरेर देखाउनु होला मलाई हो तपाईले भन्नुको हो तपाईले मेरो चाहिँ काम पछिको तपाईले कमेन्ट गर्नु भएको भए ठीक थियो मान्यज्यू हैन भने पार्टीगत हिसाबले तपाई 22 देश हुनु भएको हो कि कुन हिसाबले हुनु भएको म कुन उसमा निकायमा म कारबाहीमा छु तपाईले मलाई यो भन्नु पर्यो म पार्टी सभापतिलाई म सोध्न चाहन्छु यो कति भयो इनफ के मेरो हैसियत छैन के मेरो के एउटा मिडियाले चाहिँ मलाई अपराधी बनाएर चाहिँ अपराधी हुने हो भने म आज यो समितिमा जति कुरा उठेको छ के हामी नै हो यो अदालत हामी नै निकाय सबै कुरो हो त्यसमा आजै तपाईहरुले यहाँ कारबाहीको भागीदारको नाम लिस्ट दिनु न यो त अति भयो नि सार्वजनिक लेखा समितिमा त हामीले यति अधिकार छैन कि हामीले कारबाही गर्ने निकायमा हामीले पठाउने हो अहिले हाम्रो राजेन्द्र लिङले एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ उहाँको कार्य समितिमा आएको प्रतिवेदनलाई हामी स्वागत योग्य गर्दछौं स्वागत छ उहाँले गरेको किन उपकमिटी राखिसकेपछि आएको प्रतिवेदनलाई चाहिँ हामीले चाहिँ यो र वा र त भन्ने यो मेरो घोर आपत्ति छ तपाईको पार्टीमा तपाईको सभापति अहिले कहाँ हुनुहुन्छ के केसमा जानुभएको छ म सिंह पार्टीलाई भन्ने तपाईहरु सिंह पार्टीको मान्य हुनुहुन्छ सिंह पार्टीकोलाई मैले नाच्न लाउने यो शब्द तपाईले फिर्ता गर्नुपर्छ मेरो आग्रह छ मेरो कसैको पूर्वाग्रह छैन सबै पार्टीका माननीयज्यू भएर माइन्युट भएर सर्वसम्मतिबाट म एउटा महिलाले पाउँदाखेरि तपाईहरुलाई घोर आपत्ति हुने यो चाहिँ मेरो एकदमै तपाईप्रति खेद प्रस्ताव यो पारित गर्नुपर्छ यो हटाउनुपर्छ सभापतिज्यू माग्छ धन्यवाद मैले तपाईलाई राखियो भनेर मैले विषय वस्तु भन्दा फरक जानुभयो तपाई विषय वस्तु भन्दा फरक जानुभयो संयोजक बनाउन पनि म स्वीकार्ने हो मैले